बुझ्छन्, बुझ्नेले बुझ्छन्, नबुझ्नेले अब घाटा भयो भने चाहिँ त्यही हो। जस बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई परिवार भेट्यो होइन त। विगत तपाईँको एक हप्तादेखि याङ्गोमा जोडिनु भएको छ है। तपाईँको चाहिँ याङ्गोको अनुभवहरू सुनाइदिनुहोस् न एकचोटि हामीलाई। अनुभव याङ्गो अरू एपहरूभन्दा याङ्गो धेरै ठिक छ। म चाहिँ अब सबै ट्याक्सी ड्राइभरहरूलाई सबैलाई याङ्गो नै चलाऊ भन्छु। अब हामीले यो याङ्गोले के सुधार्नुपर्ने कुराहरू, के सल्लाह सुझावहरू? अहिले अब सबै सुधार चाहिँ राम्रै भएर गएको छ। लोकेसनहरू देखाउँछ, सबै राम्रै छ। सबै राम्रो छ है। सबै राम्रो छ। जस तपाईँको कमिसन जुन बोनसहरू छ बोनसहरू त आइहाल्छ, 24 घन्टामा नियमित 24 घन्टामा आइरहेको छ। जस तपाईँ अरू राइड सेयरिङ एपभन्दा याङ्गोबाट तपाईँको आम्दानी पनि राम्रो भइरहेछ। राम्रो भइरहेछ। मान्छेलाई के एउटा भ्रम छ भने अब सर्वसाधारण त 30% छुट पाए, तर ड्राइभरहरूलाई त 30% घाटा लाग्ला भन्ने तपाईँको छ नि त, भ्रम छ। अब तपाईँले चाहिँ याङ्गोले दिएको बोनस छुट्टै हो र त्यो तपाईँको 30% भरपाई गर्ने छुट्टै हो भन्ने पनि अहिले ड्राइभरहरूले बुझ्नु भएको छैन। त्यो भएको कारणले धेरै ड्राइभरहरूमा भ्रम छ। यो भ्रम चिन्नका लागि पनि एकचोटि तपाईँले सानो कुराहरू केही भनिदिनुहोस् न। जस्तै अहिले हाम्रो यो लगभग 700 को राइड छ। यसमा अहिले हामी तपाईँलाई दिन्छौँ त्यो 450 मात्रै दिन्छौँ भन्दा मलाई तपाईँलाई त लगभग 250 जति त तपाईँलाई घाटा, 200-300 जति घाटा छ होइन त। त्यो घाटा